एउटा भगौडा किनकि आह्वान गर्नुभयो र आफ्नो व्यापार सम्हालेर बसेको एउटा भगौडाले फेरि यस्तो खालको च्यालेन्ज गर्न लाजसम्म लाग्दैन नैतिकताले दिन्छ तपाईँलाई होइन यस्तो तपाईँ भगौडा दियो मैले सुरुमै भने किनकि तपाईँले आह्वान गर्नुभयो माहौल चाल्नुभयो तर आफै व्यापार गरेर बस्नु तपाईँलाई नैतिक कुन नैतिकताले दिन्छ कि म जेनजिओ भनेर अहिले सरकार सामु यस्तो खालको माग गर्न तपाईँहरूले म नेतृत्वकर्ता हुँ भन्दै गर्दाखेरि यसको भागीदार तपाईँहरू हो कि होइन तपाईँहरू कानुन कठघरामा उभिनुपर्छ कि पर्दैन के को भागीदार भन्नुभयो सरकारी संरचना जलाइएका छन् व्यक्तिगत घर तोडफोड गरिएको छ यसको कसले गर्छ यसको क्षतिपूर्ति होइन एकचोटि पर्खिनु उहाँलाई क्ल्यारिफाई गरे ल तपाईँको नैतिकताले के भन्छ भन्छु मेरो नैतिकताले तपाईँले जुन कार्य गर्नु भने त्यसमा उधुम मचाउनु भने तोडफोड आगजनी गर्नु भने यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेले लिनुपर्छ र तुरन्त प्रहरीले तपाईँलाई हत्कडी लाउनुपर्छ त्यो तपाईँ के लयर हो तपाईँ लयर हो कसरी जिम्मेवार तपाईँको क्वेसन नै यो इरेस्पोन्सिबल क्वेसन छ कसरी रेस्पोन्सिबल भयो नेतृत्व लिएपछि तपाईँ जिम्मेवार बन्नु पर्दैन जिम्मेवारीको लागि छानबिन आयोग गठन भएको छ कि छैन तपाईँले के बोल्नु भएको भन्नुहोस् त तपाईँले बोल्न आउँदैन रहेछ के क्वेसन गर्नुभएको तपाईँको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईँको यस्तो हावा क्वेसन नगर्नु तपाईँ अराजक कुन आधारमा भन्नुभयो कुन आधारमा भन्नुभयो यत्र तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो किन होला हो भनिदिनु त कसरी तपाईँ नगराउनु मान्छे मरेर ल्याएको परिवर्तन भनेको के यो 6 महिनाको अन्तरिम सरकार हो प्रत्यक्ष निर्वाचित कार्यकारी कहाँनिर तपाईँले कार्यान्वयन गर्न सक्नु भएको छ त्यो हुन्छ संविधानले दिन्छ तपाईँले सदन विघटन गर्नुभयो त्यसको असर कहाँ पुगेको छ थाहा छ तपाईँलाई तपाईँले कसरी गर्नु हजुर भन्नु न मलाई कहाँ पुगेछ केही पनि हुँदैन 6 महिना पछाडि तिनै नेता आउँछन् हामी फेरि आन्दोलन गर्छौँ आउनै दिन्न घरबाट बाहिर निस्किदिन्न म निस्किनु होइन माग्दैन एकछिन यस्तो सल्युसन छ गाइस होइन मैले मारेको होइन नि त मैले अर्गनाइज गरेको होइन नि त अहिले यस्तो गर्नुहोस् होइन यस्तो गर्नुहोस् तपाईँ होइन